त चाहिँ दिनभरि के गर्छस् कसो कसो गर्छस् भनेर मलाई मम्मी बुवा आमाहरू चाहिँ सोधै गर्नुहुन्छ। त्यही भएर मैले चाहिँ एउटा भिडियो बनाएर हालिदिन्छु अनि हेर्नु भनेर भिडियो बनाऊ कि सोचेर बनाएको। हेलो नमस्ते सबैजनालाई। म चाहिँ बिहानै उठ्छु। बिहानै भन्दा नि अब उठ्दाखेरि 9-10 त बजिहाल्छ। अनि उठेर पर्दा सर्दा खोल्छु, ओछ्यानहरू मिलाउँछु, अनि ब्रसहरू गर्छु, अनि मुख धुन्छु। फेस वासले मुख धुन्छु भनेर सोध्छु तर सधैँ बिर्सिन्छु, अनि पानीले मात्रै धोइदिन्छु। मुख धोएर मोइस्चराइजर चाहिँ सधैँ लाउँछु, नत्र यहाँ बाहिर त गर्मी यस्तो छ नि मरिन्छ। त्यसै त काली छु, झन् डढेर काली भयो भनेर सधैँ सनस्क्रिन चाहिँ लाउँछु। ब्रस चाहिँ मेरो टाउकोमै रहेछ, अनि भर्खर जिगेर राखेँ। अनि म चाहिँ चिया खान्छु। चिया चाहिँ अलिक सेलाएपछि खान्छु, तातो खान सक्दिनँ। अनि एकछिनपछि चाहिँ मैले चामल भिजाउन छोडिदिएँ। एकछिन भिजाउन छोडेर एकछिन भिजायो भने चाहिँ अलिक नरम हुन्छ। न त यति त पकाउँछु एकजनालाई, अनि कति चाहिन्छ र, अनि त्यही पिँधमै हुन्छ, त्यो न त साह्रो हुन्छ। त्यही भएर एकछिन भिजायो भने चाहिँ अलिक नरम हुन्छ। अनि खाना पाक्न छोडिदिएर मैले चाहिँ यता ड्रेसहरू लगाएँ गएको जानलाई। मेरो चाहिँ देह गएको, अनि त्यही भएर बिहानभरि टाइम हुन्छ क्या मसँग चाहिँ। बिहान चाहिँ टन्नै टाइम हुन्छ मसँग। कहाँ गएर घुमेरै आए नि भ्याउँछु गएको डे भएको भएर। एकछिन 10 मिनट नि लाग्दैन खाना पाक्न चाहिँ। अनि खाना नि पाकेँ, अनि चना बनाएको थिएँ, अनि खाना र चना खाएँ मैले। चना चाहिँ मलाई मिठो लाग्छ। मेरो चाहिँ गएको नजिकै 1-5मा निस्केँ नि 1-10को क्लासमा भ्याउँछु। त्यही भएर अनि खानाहरू खाएँ, अनि भाँडा त्यतिकै छोडेर के जानु भनेर 5 मिनट बाँकी थियो, अनि माजिहालेँ छिटो छिटो। भाँडा माजिसक्न लाग्थेँ, अनि भिडियो चाहिँ बनाउन बिर्सेछु। अनि भिडियो बनाउन सम्झेर फेरि भिडियो बनाउन थालेँ म चाहिँ। अनि छिटो छिटो भाँडा माझेर म चाहिँ गएको जानलाई ब्याग स्याग बोके बुकहरू हालेँ, अनि गएँ। यहाँसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।